जस्ताको कहानी एक्लै हिँड्नु छ डर लाग्छ साह्रै कसलाई हो सुनाउने निर्मला पन्त भागवती भट्ट जस्ताको कहानी एक्लै हिँड्नु छ डर लाग्छ साह्रै कसलाई हो सुनाउने कसरी भानु ए मेरी आमा कसरी भानु ए मेरा बाबा छोरीको जीवन साह्रै नै गाह्रो छ छोरीको जीवन साह्रै नै गाह्रो छ भोलि त छोरी ठुलै ठाउँ पुग्छे पढेको लेखेको सपना सारा व्यर्थै हुन्छन् कि बाबाले देखेको भोलि त छोरी ठुलै ठाउँ पुग्छे पढेको लेखेको सपना सारा व्यर्थै हुन्छन् कि आमाले देखेको कसरी भानु ए मेरा बाबा कसरी भानु ए मेरी आमा छोरीको जीवन साह्रै नै गाह्रो छ छोरीको जीवन साह्रै नै गाह्रो छ अनगिन्ती सपना लिएर मनमा एक्लैमा हिँड्दैछु दुई मुठी सासा केही झिनो आशा सँगले बाँच्दैछु अनगिन्ती सपना लिएर मनमा एक्लैमा हिँड्दैछु दुई मुठी सासा केही झिनो आशा सँगले बाँच्दैछु कसरी भानु ए मेरी आमा कसरी भानु ए मेरा बाबा छोरीको जीवन साह्रै नै गाह्रो छ चेली बलात्कारी दैछे घाँस काट्न गएकी चमेली दिदी त्यहीबाट बिलाउँछे कसरी भानु ए मेरा बाबा कसरी भानु ए मेरी आमा छोरीको जीवन साह्रै नै गाह्रो छ छोरीको जीवन साह्रै नै गाह्रो छ मोक्छ मन साह्रै रुन्छ निर्मला भन्दी हुन् शान्ति नै छैन यहाँ दुख्यो त्यहाँनी भागरथी भन्दी हुन् शान्ति नै छैन मन दुख्छ साह्रै निर्मला भन्दी हुन् यहाँ पोल्छ त्यहाँनी शान्ति नै छैन भागरथी भन्दी हुन्